हेलो गाइज, फाइनली हामी चाहिँ आज अरिङाल पोल्न जाँदैछौँ। हामी चाहिँ कति भन्छ 5-6 जना चाहिँ अरिङाल पोल्न हिँड्दैछौँ। अब हामी एकछिनमा पुग्छौँ त्यहाँ गोला हुने ठाउँमा गएर हामीले अरिङाल पोल्नु पर्ने हुन्छ। अरिङाल एन्ड हाउस भन्नको लागि चाहिँ हामीले आफूलाई नि सेभ गरेर जानुपर्ने हुन्छ। त्यही भएर सेफ्टी गरेर हामीले टाउकोमा लाउने। यहाँबाट चाहिँ अरिङाल पोल्नको लागि 10 मिनट लाग्छ होला त्यहाँ पुग्नलाई। अरू गाडी गइसक्यो, हामी चाहिँ हिँड्दैछौँ, कुद्दैछौँ। अब सबजना कुदिसक्यो, लास्टमा हामी छौँ। अब एकछिनमा पुग्छौँ हामी पनि। यहाँनिर आइसक्यो अरे गोला हुन्छ म हामी चाहिँ गएर अब अरिङाल पोलिदिनु हो। अरिङालले चाहिँ हामीलाई नखाओस्, त्यसमै चाहिँ हामीलाई ठुलो कुरो छ। आइसक्यो कस्तो काँचा भागो हामी चाहिँ एकदम होसियारको साथ चाहिँलाई पोल्नु पर्ने हुन्छ। अङ्कलहरू पनि आउनुभएको छ, देख्न सक्नुहुन्छ। भाइहरू यहाँ छ, दाइहरू पनि भिनाजुहरू। भिनाजु त नित्रे होइन अहिले भर्खर हल्लेर नचलाइदिउँ न उज्यालो पारिदियो अहिले आँखामा आउँछ। कति रामा थोरा निस्किँदैन। सात देखेन अब यसलाई बस्छ अब कत्रो गरी सुसाएको त बुन्नु गरेर। म केही बोल्दिनँ जान त्यता गाडीमा मान्छे अङ्कल दादाहरूले अरिङाल पोल्दै हुनुहुन्छ, लिन सक्नुहुन्छ। यहाँ ल्याउने यो त होइन न, जोडले पोले पनि यता बल्नु तँलाई उ गर्नुपर्छ त। तँ भल अहिले होइन नि त, तँ हर्ला बोलेको सोत्रै अङ्कल भाइ नै भागकै दिएर आफ बजिसक्यो। के काम हर्ता बोलेको थिएन अब राको ऊ बोलेको छैन होइन। तलबाट पार्दैन, तलबाट लाइटर रे लाइटर त्यहीँ छ बुढा। भयो, म माउ भाग्नु पाएन। अर्को मुढा लाइदिउँ न हो दादा भाग्छ अब लाग्दैन। अब त यहाँ यति भएपछि त धुवा पार्नु हुँदैन। काम पुऱ्याइसक्यो बुढाहरूले। राम माउहरू निस्किनु पाएन त सेटिङ हाने बुढा। डर लाग्यो माइल केही भएर त यहाँ छ क्या हो त ल्याउनु ला 5 सबै दु भाइ नै क्या हो। भइहाल्छ नि अनि डरा मुला बिस्तारै दादा हेरे खोलेर हामी हिँड्दैछौँ। त्यो आगो लाग्दैन अङ्कल। हामी चाहिँ अरिङाल पोलेर हिँड्दैछौँ घर। अब अर्कोतिरको पनि पोल्नु पर्ने हुन्छ गएर हामीलाई। गएर अर्को ठाउँ पनि पोल्ने हो हामी। आज रमाइलो भइरहेको छ, सबैजना मिलेर अरिङाल पोलेर आएको। अङ्कलहरू पनि हुनुहुन्थ्यो, भिनाजु दादा सबैजना एकदम रमाइलो भएको छ। सबैजना हुनुहुन्छ। तर तँलाई अस्ति नै भगाउने केटोले आएर किचकिच गर्यो भने चाहिँ के हुन्छ होला है? अरू त को त्यसले आएर मलाई किचकिच गर्ने, बेगर गर भन्दाखेरि चाहिँ नगर्ने, पछि पछि सार्ने। अनि मैले तँसँग लभ गरेर बे गरेपछि किचकिच गरेर हुन्छ त्यसले?
त्यसले मसँग किचकिच गर्यो भने त्यसको बङ्गाएर सङ्गाएर झारिदिन्छु मैले। ए तैँले यसको हिम्मतलाई मानिस, अब यो कान्छो को हो भन्ने पनि जान। के गर्नु भएको तपाईँले यो? तेरो टाउको गरेको तैँले चाहिँ यो के गरे कि? के गरे कि? तँलाई अलिकति पनि लाज लाग्दैन? मैले तँलाई कति माया गर्थेँ, कति विश्वास गर्थेँ, तर मैले 2-4 दिन फोन नगर्दैमा तेरो यस्तो चर्तिकल्ला देख्नुपर्ने मैले। अनि मलाई के थाहा थियो त तपाईँ आउनुहुन्छ, तपाईँले यसरी देख्नुहुन्छ भनेर। ठुक्क तेरो माया, तेरो बच्चैदेखि लप परे केटा गाउँमै रहेछ त। मलाई किन मायाको नाटक देखाइस्? मेरो घरमा गएर किन नाटक गरिस् तैँले? धनुलाई सरप्राइज दिउँला भनेर आएको त मलाई सरप्राइज दिस् होइन तैँले? तपाईँलाई पाइन भने मर्छु भन्थिस्। खुब माया गर्दिरहेछस् होइन? देखाइस् होइन माया? गर्थे हिजोसम्म त, आजै हो मेरो मुड चेन्ज भएको। चुप लाग। सोफिया भागो, मार्छ कि क्या हो यो बजियाले? होइन तिमीलाई के भयो कि? तिमी यस्तै खालको मान्छे त होइनौ। तिमीलाई त पुरै परिवर्तन आएको छ। के को परिवर्तन हो यो? आफैलाई सोध्नु के भएको होइन, भन्न खोजा चाहिँ के हो? तिम्रो व्यवहारमा पुरै परिवर्तन आएको छ। अझ उल्टै तिमी आफैलाई सोधे भइहाल्यो नि भन्छौ। मैले मलाई किन सोध्ने? ममा केही परिवर्तनै आएको छैन। समस्या नै त्यही त हो। आफूमा आएको परिवर्तन थाहा भयो भने त सबै कुरा मिलिहाल्छ। मोबाइलमा एनसेलको मेसेज आएको थाहा छैन? शिला, यो कस्तो सरप्राइज हो? तिमी मेरो गाउँमा? मलाई त विश्वासै लागिरहेको छैन। तिमी त मम्मीको उपचार गराउनलाई विदेश गएकी थियौ होइन र? गएकी थिएँ, तर तिम्रो यादले म त्यहाँ केही समय पनि बस्न सकिनँ। मलाई धेरै गाह्रो भयो। अनि मम्मीलाई चाहिँ वहाँ गएर उपचार गरेपछि सन्चो भयो। त्यसैले मम्मीलाई लिएर म फर्केँ। अनि तिम्रो गाउँ पत्ता लगाएर म यहाँ आइपुगेँ। म तिमी जस्तो निष्ठुरी छैन नि त, त्यसैले आएको हुँ। तर तिमीलाई त मेरो याद पनि आएको थिएन होला होइन? शिला, के बोली कि यस्तो तिमीले? मलाई तिम्रो याद कति धेरै आएको थियो त्यो तिमीले महसुस पनि गर्न सक्दिनौ। बुहारी स्वीकार्नु पर्यो। होइन त पागल भएपछि क्या? के भन्दैछस् यो? म ठिक भन्दैछु दाइ। उनले मेरै लागि बुवा आमा सबैलाई त्यागेर यहाँ आएकी छिन्। अब त जसरी भए पनि बुहारी स्वीकार्नै पर्छ। मरिसकेको भनेको मान्छेलाई त्यत्रो दुःख गरी गरी जङ्गलमा पुगेर खोजेर लिएर आए। आज यही दिन देखेको रहेछ होइन? ओए, मैले तँलाई जङ्गलमा आइज मलाई खोज भनेर भनेको थिएँ। तँ नआएको भए पनि केही फरक पर्दैन थियो। मेरी श्रीमतीले मलाई आकाश पतल जहाँबाट पनि खोजेर ल्याउँथिन्। तँ किन पछि लाएर आइस? तँ किन पछि लाएर आइस? यही जस लिनको लागि होइन? हो एउटै भएको भाइको खुसीको कदर गर्न नसक्ने तिमी जस्तो दाइ त बरु मरेकै भए बेस हुन्थ्यो। के रे? के भनिस् रे? म मरेको भए बेस हुन्थ्यो रे? अहिले आएर मलाई तँ चाहिँ मरेको भए बेस हुन्थ्यो जस्तो लाग्न थालिसक्यो। जब यत्रो सिङ्गाने भुरी लिएर आइरहेछस्, त्यही पनि सुनकै टुक्रा ल्याएको जस्तो गरी मसँग ठुल्ठुलो कुरा गर्छस्। आज त तेरोमा गलासला नफटाइ जोडिदिनु, बुझिस्? सन्तोष, के भयो? दाइ, मैले त कस्तो नराम्रो सपना देखेँ। सपनामा तपाईँ र म झगडा गर्दा रहेछौँ। त्यसपछि तपाईँले कुट्नु भयो अनि म बिउजेँ। ए, अनि देउसी सपना कसरी देखिस् त? दाइ, के काम थिएन, छोरी हेर्दै थिएँ, छोरी निधाएँ। त्यसपछि मन यसो ढल्केको, त्यहीँ निधाएछ। त्यसपछि यस्तो सपना देखेँ दाइ। तर सपनामा जे देखे पनि हामी दाजुभाइको जीवनमा यस्तो कहिले नहोस् है। भाइ, तैँले मलाई सधैँ यस्तै माया गरिस् भने त्यस्तो कहिले पनि हुँदैन।